काठमाडौँका मेयर बालेन शाह कार्यालय जान छोडेका छन्। आफूले भ्रष्टाचारी भनेका प्रमुख अनि के गुड जब बाल यो हो नि त लाइन यसरी यिनीहरूलाई सबक सिकाउने शान्तिपूर्ण तरिकाले हतियार उठाउन नि पर्न लड्न जान नि परेन। यिनीहरूको मुख किन हेर्ने भ्रष्टाचार गरेर जम्मै यिनको थुतुन रातो भएछ भने त्यो रातो थुतुन नहेरेकै जाति छ। जनप्रतिनिधि जहाँ बसेर काम गर्न सहज हुन्छ त्यहीँ गर्ने आफ्नो काम पुरा गर्ने त हो नि कर्तव्य पुरा गर्ने त हो नि। मिल्ने भए त यिनीहरूले उहिले त्यो मेयर पद नियुक्ति पाएको 1 महिना पछाडि यिनीहरूले हटाइसक्थे। धन्न त मिल्दैन र यिनीहरूलाई किनकि काम गरेको राम्रो गरेको आहा भनेको सबैले रुँदैन किनकि आफूलाई सबैले थुथु 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 छि गरेका छन् नि त रुँदैन। त्यही भएर यिनीहरूसित झुक्न यिनीहरूका अगाडि पर्न यिनीहरूसित सरसल्लाह गर्ने यिनको थुतु नदेख्नभन्दा आफ्नो काम गर्ने जहाँ बसेर गरे पनि हुन्छ। जनता तिम्रो साथमा छ। अब 84 मा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भएर बालेन उठ्यो भने 99% भोट तिमीले पाउँछौ। वी आर विथ यु। गुड जब।